हेलो गाइस, आई होप तपाईँहरू राम्रै हुनुहुन्छ होला। म चाहिँ घुम्न जानु आँटेको दिदीहरूसँग। मेरो मान्छे चाहिँ एकदमै खुसी भइरहेछ घुम्न जानेको लागि। रुकुमे केटा भनेर नाच्न थालिसकेको छ खुसीले गर्दाखेरि पुरा। ग्लासहरू लगाएर पुरा खुसी भएर भान्जा र भान्जीले चाहिँ मामा हामी कहाँ जाने भनेर सोधेको छ पुरा एक्साइटेड भएर। फाइनली हामी कफेर पनि आइपुग्यौँ। कफेर आइपुग्ने बित्तिकै मेरो भान्जा चाहिँ अगाडि टिकट काउन्टर पुगिसक्यो। आई लभ लोले गाउँ एकदमै रमाइलो रहेछ यहाँनिर चाहिँ। मेरो दिदी चाहिँ अघि हिँड्दैछ। दिदीलाई चाहिँ यहाँको फुलहरू यहाँको भाइब्सहरू एकदमै मन पऱ्यो अरे। बेला बेला मलाई पनि फर्केर हेर्नु हुँदैछ। कफेर आयो मजा आउँदैछ पिङ खेल्न। दिदीहरू चाहिँ घुमिसकेर पनि आउनु हुँदैछ। यहाँ चाहिँ खालि बाँसले मात्रै बनाएको पुलिसले हल्लिँदो रहेछ। डराउँदै आउनु हुँदैछ दुईजना दिदीहरू। हेर्नुहोस् न यहाँको दृश्यहरू। हामी चाहिँ घुमिसकेर पनि निस्केको अब। यो चाहिँ नेसनल हाइवे। यहाँ चाहिँ गुम्बा पनि रहेछ। बुद्ध भगवानको स्ट्याचु एकदमै मजाको राम्रो रहेछ। यहाँदेखि मुनि चाहिँ बजार पनि लाग्दछ, लोलेको बजार। यहाँ चाहिँ हामीले बाइक पार्किङ गरेको थियौँ। अब चाहिँ हामी के खाइकन जाउँ न त भनेर यहाँ दोकानपट्टि जाँदैछौँ सबैजना। यहाँ चाहिँ मोमो थुक्पा लोले गाउँदेखि सिधा अगाडि एकदमै मिठो पाउँदो रहेछ यहाँनिर चाहिँ। स्ट्रेट अगाडि मेरो भान्जीले नि मजाले खाँदैछ मोमो पुरा मन पऱ्यो अरे यहाँको। हामी चाहिँ घर निस्किसकेको छौँ त्यहाँबाट। अब भान्जीले चाहिँ एकदम मलाई नै मात्रै हेरेको छ। टाटा गर्छ छोड्दाखेरि चाहिँ घरिघरि मलाई नै मात्रै हेरेको। एकदमै मजा आयो आज चाहिँ दिदी बेना भान्जा भान्जीहरूसँग घुम्नु। एकदमै रमाइलो भाइब भयो आज चाहिँ। हामी चाहिँ रोटै हाम्रो जस्तो पाराले हिँड्दैछौँ पुरा सँगसँगै। भान्जीले एकदमै इन्जोय गर्दैछ आज चाहिँ, रमाइलो गर्दैछ। भिडियो मन पऱ्यो भने कमेन्ट लाइक सेयर गरिदिनुहोस् होला। थ्याङ्क्स फर वाचिङ।